ल है केटाकेटी अब आजको भ्लग यहाँदेखि सुरु भइरहेको छ। यो कुन ठाउँ हो भन्ने कुरा मलाई पनि थाहा छैन होइन, खै कहाँ हो म कहाँ गइरहेको छु भन्ने पनि थाहा छैन मलाई। यो क्यामेरा एङ्गल मिलेछ भन्ने पनि थाहा छैन होइन। यसो घुम्दै 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 रुमतिर जान लागेको। म चाहिँ अहिले दिदीलाई छोड्न गएको थिएँ। दिदीलाई छोड्न गएको मैले यहाँ एउटा उठफेट्याङ काम गरेँ, खै के गरेँ, तर यो हिजो हालेको ब्लुटुथलाई आज मैले भाँची फालिहालेँ। त्यो गाना पनि सुनिनु लाग्छ नि। यस्तै हो मेरो, एक दिन एउटा सामान एक दिन टिक्दैन, न मोबाइल टिक्छ न केही टिक्छ। के भयो पानी पर्ने जस्तो छ, त्यही भएर रुम जाउँ। आजको दिन कसरी कटाउने हो यो त। अनि के गर्छन् यार। पहिला म यहीँ बस्थेँ है, यो हाम्रो खरीबोट हो। पहिला भन्नाले 1-1.5 वर्ष पहिला म यतै बस्थेँ। अझै रुम पुगिसक्यो। रुम जाउँ कि नजाउँ, रुम जाउँ कि नजाउँ। एकछिन पार्कमा बसौँ न यार, यही पार्कमा बसौँ न। म फेरि यहाँ कहिले बस्दैन किनकि यहाँ जोडी मात्रै बस्छ यार। यो साइडमा मदन भण्डारीको यो साइडमा साथै बिहानसँग कलेज बङ्ग हानेर बसेका हुन्छन्। जोडी 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 ढुकुरका जोडी हुन् कि परेका जोडी हुन्, गुर्ताले हानेर उ गरौँ जस्तै। त्यहाँ यो लाइनमा सब के ऊ त्यहाँनिर नि उयोहरू बसेका छन्। कलेज बङ्ग हाने केटाकेटीहरूको कामै छैन हुन त। यही उमेरमा अब गर्ने यसो बङ्गसङ्ग हान्ने भनेको। यो के भइरहेछ मा हाम्रो नि पुरै लाइनभरि कपाल के। त्यही यो लाइनमा बस्दै बस्दैन। म त यो पुलभन्दा पारि यो बस्ने। यता हेऱ्यो भने फेरि मलाई रिस उठ्छ कि यो कपाल देख्यो भने ढुङ्गाले हानिदिउँ जस्तै हुन्छ। यहाँ मेरो बाइक राख्ने ठाउँमा राखिसकेको रहेछ। हेर्ने जेब्रा क्रसिङमा के राख्नु, यता राखौँ, यता राखेर एकछिन बसौँ। यहाँनिर राखौँ नि त, यहाँनिर। ल जाउँ त अब हामी। हाम्रो आजको यात्रा चाहिँ अब हामी कहाँ जाने साथी? चितलाङ जाने? चितलाङ जाने भनेको अब त्यहीँ गइरहेको हो कि चेन्ज गरिदिउँ मुड थाहा पनि हुँदैन हो होइन साथी। कहाँ जान लाग्छु भनेर पनि थाहा हुन्न हो। त्यसपछि सोचौँला होइन। अहिले बज्दैछ 3 बज्दैछ। चितलाङ हामीलाई अब रुम पुगेर कपडा लगाएर जाँदासम्म 3 भनेपछि 3:30 6 बज्छ। आज बस्ने हो, आज गएछ त बस्नै पर्ने हुन्छ होइन साथी। मर्निङ भ्यू हेर्नुपर्छ चितलाङको। रोडको कन्डिसन कस्तो छ के छ मैले त केही पनि हेरेको छैन। हाउडे तालैमा बाटो पनि थाहा छैन साथी मलाई त चितलाङको। म्याप हेर्दै जाने चल्दिने हो होइन। त्यसै जाउँ अनि सोचौँला। रोक्नेहरू अर्कोले कस्तो हेर्दै हेर्दैन। सब राइडर छन् कि सब राइडर साथी होइन। हामी मात्रै हो क्या चलाउन नजान्ने, बाइक नजाँदैन। ल आज हाम्रो यात्रा सुरु भइसकेको छ चितलाङतिरको। के गर्दा गर्दै हामीले 4 बजाइहाल्यौँ। यहाँदेखि रुमदेखि नहिँडेकै 4 बजाइसक्यौँ होइन साथी। अझ के भयो हामीलाई थाहा छैन। अझ टाइम वेस्ट गर्न हामीलाई अझ आधा घन्टा छ होइन साथी। हामीलाई 1.5 घन्टा, हामी राति पुग्छौँ। साँझै हुन्छ, बाटोमा नि घुम्दै जानुपर्ने हुन्छ। जाउँ कस्तो हुन्छ हेरौँ आजको यात्रा। सुनिरहेको छैन मेरो आवाज? म कराउ साथी, ओ साथी, ओ साथी गरेर बस्नुपर्छ। के भइरहेको रहेछ भोज कहिले हुन लाग्छ? मैले हेलमेट लगाएँ है साथी र हेलमेट किन साथी ठोक्दियो तर्सिहाल्छ नि साथी। यस्तो चाहिँ नगर्नु होला है तपाईँहरू, कोही पनि नगर्नु होला यस्तो चाहिँ। त्यो फोनमा त के कम्पिटिसन गरे होला साथी? किर्तिपुरकै मान्छे ए हो र। हामी पहिला यहाँ तरकारी यो ऊ लाग्छ क्या साथी। यहाँ त तरकारी मन्डी लागिरहेको हुन्छ क्या। यहाँ के पो बार हो? यहाँ पहिला आउँथ्यो म किर्तिपुर बस्नेलाई यहाँ आउँथेँ होइन।
होइन होइन यो टु भयो तल आउने र ओह्रालोमा अलि ल्याङ हुन्छ नि त हुन त उकालोमा ल्याङ हुने हो मा उडाइदि होइन दादी कसरी आउँछु त बा उडाइदिन्छु नि फेरि म तिमीलाई ए सो हामी चाहिँ किर्तिपुर पुगिसक्यौँ हाम्रो यो 4 बजे 4:30 हुन लागिहाल्यो हाम्रो यहाँ हिँड्छु भनेको हाम्रो टाइमिङको ठेगानै हुन्न होइन एउटा टाइम भनेछ अर्को टाइममा हिँड्छौँ त्यही भएर हल्का छिटो प्लान गराउनु पर्छ 10 बजे यो हामी जे हुन्छ A few moments later. Happy married life, साथी. Thank you यार साथी thank you शुभकामना. thank you यार thank you ल है निस्किनु पर्छ है बात डेन्जर छ मा प्यान नपर्नु पऱ्यो कि यार मोबाइलमा क्यामेरामा अनि पो बल्ल मजा आउँछ यो बाटो चाहिँ दामी छ नि भ्यू बबाल छ कसरी लड्किन लाग्छ हेर न कसरी बबाल छ त भ्यू भन्दा नि बाटो पनि बबाल छ हेर्नु आमा दामी देखिरहेको छ माटोको यो बाटो हेर केटा हो किन खिच्दैन झन्काइदिनु के हुन्छ त्यसपछि हेरौँला राइडर बाइक भएपछि दिनु परेन बाइकको नाम मात्रै राइडर भन साथी उठेरै दिन्छु डाइरेक्ट समातेर बस है उठेर दिन्छ तिम्रो साथीले अब हेर ल हेर केटा ल उठेर साह्रै उकालो छ त साथी राम्रोसँग बस है साथी केही हुन्न साथी डर नमान्ने साथी केही हुन्न भ्यू देखिएन ल भ्यू हेर न सब छ त यहाँ बन्नुहोस् के चाहियो तिमीलाई भन त हेर त यस्तो दामी हरियालीमा डाँडा पाखेको बाटो हो मजा आइरहेको छैन बाइक चलाउन झन् मजा आउँछ भने बादल अहिले त्यो बादल माथि जानुपर्छ हामी हेर्दै गर्नु बाइक चाहिँ झन्किन्छ मान्छे जस्तै केटा राम्रोसँग बस है राम्रोसँग एकदमै साथी यतिको दियो कि भाइरल भइन्छ कि नै भन त आवाज हेर न आवाजमा यसले राम्रो योचोटि मोबिल राम्रो हालिदिएन है केटा कुन मोबिल हाल्यो भनेर नि हेरेन नयाँ ठाउँमा गएर सर्भिस गरेको बाइक केटाहरू अगाडि आएर नि केटाहरू आइरहेको रहेछन् यहाँ त बब्बाल पहिरो हेर त हेर बब्बाल पहिरो भोसडा चोतेङ्गे रे भेन्ट आम्मा बाटो हेर न बाटो बुलेटहरू स्प्लेन्डर साइन होन्डा साइन उता हेर न भ्यू कति दामी भ्यू तिमीहरूलाई पनि देखाइदियो भने यो हेर त हेर यो केटाहरूले ठाउँ जुन ठाउँ भन्यो अरे साथी यहाँ बसेर हेरिदिने यो भ्यू अहिले राति भइसक्यो होइन गाई हामी चाहिँ हेर्न भ्याउँदैनौँ भोलि बिहान चाहिँ मस्त हेर्नुपर्छ ओ माई गड कति खतरा झर्ना हेर्नु त आम्मा यस्तो खतरा झर्ना हो भने आम्मा बबाल छ त लास्टै खुसीको कुरा हो कस्तो बबाल झर्ना हेर त गाई भने सावधान अरे आम्मा केटा यस्तो बाटोमा हेर बाटो हेर मौसम हेर च्यालेन्ज हाने घुम्ने भनेपछि रहर मात्रै होइन ज्याकेट पनि लगाउनु पऱ्यो है केटा रुममा मात्र बसेर हुन्न हो कि साथी रोग माइक जोड्दै पर्ने हुन्छ आवाज सुनिएन होला कसैले पनि हामी बोलेको हो कि क्या हो अब हामी यहाँ बसेर हेर्छौँ माका बसेर हेर त हामी मात्रै छौँ क्या ल है गाइस ल यस्तो गरेर खतरा भ्यू गर्नु भएन दामी देखिरहेको छ जे भए पनि होइन
एकदम ऊ त तल चाहिँ काठमाडौँ है हेर ऊ त्यहाँनिर काठमाडौँ हो गाडीहरू देखिरहेको छ नि अँ। चन्द्रगिरी जाने चन्द्रगिरी ऊ त्यो चाहिँ केबुल कार देखिरहेको होला भिडियोमा देखिरहेको छ कि केबुल कार ऊ त्यहाँनिर हो के अरे ऊ माथि चाहिँ चन्द्रगिरीको मन्दिर चाहिँ यहाँ माथि हो यता माथि साथी हजुर उचाइयो हेर यहाँ छ नै यार मसँग छ यार मेरो होला ल है हेरौँ तर पुरानो म तिमीलाई देखाउन आँटेको यति देखिन आम्मा 6:30 यहीँ गएको आधा घन्टा पुग्छौँ जितलाङ 6:30 रातिको गाई च्यालेन्ज है च्यालेन्ज ल है ल बाटोले पनि च्यालेन्ज हानिरहेको छ देखेछ साथी कति देखेछ हेर त यो कति देखेछ हो ए, बाइकको ह्यान्डल स्यान्डल देखेछ कि यति देखेछ ल यत्तिकै चाहियो हल्का यस्तो तल गरौ यतिको देखियो बाटो पनि हेर अब ऊ हेर त माइकमा हेर त कस्तो देखिएछ ए मोबाइलमा देखिरहेछ हो ल ठिक छ हो बाटो देखिरहेछ ह्यान्डल देखिरहेछ हात देखिरहेछ कि हात हेर न हो ल ठिक छ आम्मा गाई च्यालेन्ज है बाटो हेर है बाटो एकमा हो यो चाहिँ एकमा हालिरहेको छु एकमा नआउला यस्तो पानी परिरहेको छ हेर्नु यो पहिरो गएर हैरान बाटो पनि पहिरो गएर हैरान छ त्यो बस्यो भने तर्सिन्छन् हो ल है ल केटाहरूले यही जेसिबी त भनेको थिएनन् यार जेसीबी कहाँ राखिदिएको होला यार छोटे रोक तराई मुझे कहाँ यार पहाडमा छोडेको यार मेरो जेसीबी ल हेर गाइस बाटो हेर बन्दैछ हाम्रो नेपाल बन्दैछ विकास हुँदैछ रेलिङ हालिसक्यो साइडमा यो रेलिङ त भन्दैन यसले अरू नै केही भन्छ होला सेफ्टी गार्ड बाटो हेर्नु गाइस ल यो बाटो पिच भयो भने दामी हुन्छ है अहिले पनि ठिकै छ अहिले पनि बाटो त्यति नराम्रो होइन यो यहाँदेखि अहिले चाहिँ कुइरो लाछ अलि भ्यू देखिया छैन भोलि आउन खतरा जाडो भइसक्यो गाइस म चाहिँ भिजेर पुरा A few moments later. अब चेक इन हुँदैछ चेक इन त भन्छ के अरे के भन्छ हाम्रो सन्तोष दोस्त ह्यान्डसम भएर रेडी हुँदैछन् दोस्तको देखियो है ए यस्तो छ आमा बडी दोस्त बडी आमा हेर त बडी है दोस्तको हाम्रो चाहिँ यस्तो हालत छ रुमको हामी चाहिँ हिजो साँझ राति पुग्यो राति भइसकेको थियो पानीमा भिज्दै आइयो त्यही भएर हिजो मेरो मोबाइल पनि स्विच अफ थियो स्विच अफ पनि भयो त्यो पानीले भिजेर मोबाइलै डेड भइदियो कि अनि हामीले त्यो चाहिँ मोबाइल चामलभित्र राखेर अनि 1-2 घन्टा त्यसपछि अन भयो भ्यू चाहिँ यस्तो छ है हेर्न सक्नुहुन्छ चितलाङ पुगिसकेको हामी चाहिँ देउरालीमा गर्दै अब हामी चाहिँ कपडा सुकाएर हामीले हिजो सब भिजेर आएको थियौँ कपडा सुकिसक्यो अहिले चाहिँ अब हेलमेट सुकाइरहेको छ हामीले सुक्छ कि हेलमेट पनि भिजेर चिसो जुत्ता अनि सब तलदेखि माथिसम्म भिजेर आएको वहीँ काठमाडौँदेखि आउनेलाई पानी वहीँदेखि आउँदादेखि नै पानी परेको यहीँ पुग्दासम्म पानी पऱ्यो आज चाहिँ जे होस् के भन्छ त्यो पैसा असुलवाला छ साइकल ल्याउनु रहेछ त हिजो राति गएर खेलिदिनु पर्ने रहेछ चितलाङ त यही रहेछ त हिजो रातभरि चितलाङ कहाँ छ कहाँ देखाउँछ हामीले के हुन्छ भनेर अगाडितिर देखाउँछौँ अब निस्किन लाग्यो हामी चाहिँ दामी भयो कि जे होस् होइन नत्र यहाँ एउटै लुगा ल्याएर आएको यहाँ एउटा ज्याकेट माथि लाउने मात्रै ल्याएको तल लाउने नल्याएर होइन तनाव थियो अहिले जाउँ है जाउँ यो क्यामेरामा भिडियो अन भयो कि नै दोस्त हेर त ल हामी निस्किनु पर्छ है दोस्त पछाडि चाबी ल्याउन चाबी छैन यार कहाँ चाबी पुछुडबाट निकाल चाकबाट निकाल चाक ल जाउँ दोस्त मेरो ज्याकेट खै ल दोस्त ल है ल दोस्त ल है ल भेट्दै गरौँला है दोस्त ल केटा चितलाङबाट हाम्रो चाहिँ यहाँ यसो
के छ भने यार सँगै भेट्यौँ त कहाँ जाने यार म त कालीकोट यार त्यो तिमी कहाँ जानु लाग्यो चितलाङतिर हो अरे पार गरेर कहाँ हो त कालीकोट हो फिक्स हो त ए ल ल दोस्तको पार गरेर सम्झिरहेको नै ल ल ल कुन बजैले आयो दोस्त कुन जेठी बजैले ए ल दोस्तले जेठी बजैलाई सम्झिँदैछन् चौडीको घिउ है हाम्रो यो चितलाङ बजार भयो चितलाङ बजार दामी छ है भ्यू चाहिँ अगाडि दामी देखिरहेछ 100% देखिरहेछ हाम्रो सबको व्यवस्था छ यहाँ गाउँतिर छिरौँ क्या हो हाम्रो आर्मीको गाडी आयो बाटो चाहिँ ठाउँमा अलि एडे नै रहेछ अलि च्यालेन्जिङ बाटो छ मजा आउँछ अफरोड गर्न पनि कता हो देब्रे र दाहिने है दायाँ यो एउटा देब्रे र दाहिने यो होला देब्रे र दाहिने यो एमा हल्का नै लेफ्ट राइट थाहा भयो दायाँ बायाँ भयो होइन अनि के अरे देब्रे बायाँ दाहिने देब्रे होइन त्यसमा कन्फ्युजन के दोस्त बोर्डिङ स्कुल पढेर कन्फ्युजन भइदिरहेको राइट र लेफ्ट भन्ने बेला थाहा पाइन्थ्यो दायाँ बायाँ चाकतिर हातले हो दोस्त हो हाय देउरालीमा बतास ल हो सब भइसकेको छ हो सब भएको छ बाटो लड्किने बाटो टायर त्यही माथि यार यो टायरले हल्कै धोका दियो कि लास्ट चिप्लिने रहेछ हामी चाहिँ हिजो राति त्यही 8 बजीतिर यहाँ पुग्यौँ चितलाङ पुग्यौँ होटलमा बस्दासम्म हाम्रो 8 बजिसकेको थियो अलि ढिलो भयो हामी त्यहाँ केटाहरू तल होलान् भनेर केटाहरूलाई कुरिरहेको केटाहरू त हामीभन्दा माथि रहेछन् अनि पछि बेलुका रन्काएर आएको नि त अनि केटाहरूलाई बाटोमा भेटाएर अनि यसो होटल हेऱ्यौँ अनि एउटा होटलमा बस्यौँ बस्नको लागि होटल चाहिँ ठिकै थियो हाम्रो त्यो पछि साँझ खानासाना मेरो मोबाइल चाहिँ डेड भयो कि यो पानीले भिडियो गराइरहेको हामी चाहिँ यहाँ यसो फोटोसोटो खिचेर एकछिन निस्किन लाग्यो अहिलेसम्म हामी भेडा फार्म पनि पुगेको छैनौँ यहाँ कति 1 घन्टै बस्यौँ क्या हामी त होइन गएको अघि उहाँ पछाडि छोडेको अटो पुगेर आइसक्यो आम्मा बाइकै स्टार्ट हुन्न त धेरै बेर अनै छोडिदियौँ क्या बाइक अनमै थियो त्यही भएर नि होला उता भ्यू हेर्नु न कस्तो राम्रो देखेछ एकछिन फोटोसोटो खिच्यौँ यहाँ भिडियो गरायौँ अब यहाँदेखि निस्किसक्यौँ भेडा फार्म जानुपर्छ केटाहरू अगाडि गए ऊ त्यहाँ अगाडि छन् बाटो चाहिँ आहाई रहेछ यता अगाडि जाउँ न कहाँ उता माथि यहाँ त छिर्दैन होला यार बाइक यहाँ बस्ने हो र यहाँ यस्तो दामी रहेछ त्यहाँ बसेका नरोखौँ जाउँ त्यहाँनिर हेर्नेर अगाडि त हो ल यहाँ रहेछ हामी उतै बस्यो त्यही पनि ठिक छ नयाँ ठाउँ हो कि नहीं दोस्त फर्किने बेला जाउँला नि तलतिर यहाँ सिधा नि पछि बाइक लिएर जानुपर्छ है आउने बेला फोहोर मलाई यही हो ल हामी त यहाँनिर पुगिसकेको रहेछ त त्यहाँनिरै रहेछ हामी यहाँनिर 2 मिनट अगाडिको बाटो हामी बाइक लिन त्यो डाँडामा जाउँ न तल जाउँ न दामी रहेछ त्यहाँ ए यहाँ रहेछ नि त बाइक जान्छ होला नि यहाँ लग्न दिन्छ कि नै लाइट साइड राखेर रहेछ यहाँनिरै त रहेछ यार हामी त्यहाँनिरै उ गरेर आएको फेरि हामी त पाहाडीबाट फेरि हामी मजाले 1 घन्टासम्म त्यहाँ बस्यौँ भने हामी त टाढै होला सोचिरहेको यहाँनिरै रहेछ के 2 मिनट पनि लागेन 2 मिनेट र 1 मिनेट स्वाट पुगेर भ्लगमै पुगेर आइहाल्यौँ त उता साइडमा हामी मजाले छुट्टै फोटो खिचेर आएको छौँ फेरि भेडा फार्म आएर यहाँनिरै भएर पनि क्या छ ठिक छ गाइज ल अगाडि दामी देखिरहेछ
हामी घाँसले उ गरेको हिमाल हेर्न आएको यहाँ दोकान पनि रहेछ अब यहाँ अब के यसो खानुपर्छ मलाई भित्र गाडी जान दिन्छ र लान दिन्छ किन बाइक त यहीँ राखेका छन् ल यहाँनिर यही साइडमा लगाउन बाइक यहाँनिर लगाएर जाउँ अघि चाहिँ हाम्रो यहाँ चाहिँ फेरि हाम्रो यहाँ हल्का यो के भएको छ यो ठिकै छ केही भएको छैन केही लागिरहेको छैन त्यस्तो होल्डिङ भोलि अहिले जानेलाई गराउँला नि के छ र ल केही खाउँ अनि उ गराउन जाउँ न यहाँनिर यो बाटो हेर्नु है यो अगाडि यो बाटो पुरै यहाँ यहाँनिरदेखि सिधा जाने ठाउँमा यो यस्तोरी घुमाएर चाहिँ किन बनायो होला भन्ने हो कि मलाई चाहिँ ऊ वहाँ छ होइन अनि यहाँनिरदेखि सिधा त्यहाँनिरदेखि सिधा गराइदिएको भए नि त हुन्थ्यो यो दिवाल लगाएर यो गराउनु पर्ने किन थियो होला भन्ने हो हुन त यो कसैको प्राइभेट होला र जग्गा भेडा फार्म छ प्राइभेट भएर त होला यो फार्म बनायो होइन त्यही भएर यो सरकारी यति जग्गा मात्रै गरायो होला कि होइन सैलुङ टाइपको हाम्रो जे होस् मौसम क्लियर छ तिमी आएको थियौ आमा यस्तो दामी रहेछ नि त यहाँनिर रहेछ कुलेखानीको यो के भन्छ ड्याम ताल होइन ड्याम यो तल अहिले तल जानुपर्छ दामी रहेछ यता तल चाहिँ हामी चाहिँ यहाँ पुगिसक्यौँ चितलाङ भेडा फार्म पुगिसक्यौँ है कहाँ त्यहाँ जानिर भित्र जाउँ अगाडि गएर आउन अगाडि यता हो चितलाङ आऊ है चितलाङ आऊ ल हामी चाहिँ यहाँ पुगिसक्यौँ माथितिर भ्यू चाहिँ यस्तो छ है भ्यू चाहिँ यस्तो दामी छ मौसम जे होस् क्लियर छ क्लियर भएर चाहिँ दामी देखिरहेको छ हेर्नु न टाढा आकाश टाढा पाखा दामी छ जाउँ अगाडि माथितिर जाउँ भेडा कहाँ गयो त ए ऊ त्यहाँ रहेछन् नि त अघि यता थिएनन् त्यहाँ रहेछ भेडा चाहिँ त्यहाँनिर जाउँ न माथि दामी देखिरहेको छ है मौसम क्लियर भएर कि भेडा हुन् र दिन त बाख्रा हुन् बाख्रा हुन् दिन चाहिँ भेडै नदेखे होला भेडा हेर्न भेडा कसरी बाख्रा पनि नदेखे होला नि त बाख्रा नदेखेको मान्छे नि हुन्छ र कसले नदेखे होला यस्तो भन न कस्तो गट भनेर मेस्सी रोनाल्डो नेमारलाई हाल्छन् होइन गट भनेको यस्तो हुन्छ भनेर भेडा त्यहाँसम्म देखिन्छ बाख्रा सरी हामी चाहिँ यस्तो छ दामी छ है मौसम के भन्छ त्यो मौसम क्लियर भएर बादलहरू सब स्पष्ट क्लियर देखिरहेछ केटाहरू के छ केटा हो कस्तो लाग्यो एकदम बबाल छ सबैजना बबाल यस्तो मेहनत गरेर आएको असुल छ पुरा पानीमा आएको असुल छ कि नै दोस्त भन त बब्बा र ताल रहेछ ताल नै ड्याम घुम्नलाई धेरै ठाउँ छ घुम्नलाई धेरै ठाउँ छ अहिले अझ हामी जान बाँकी नै छ यो चिसो जुत्ता लगाएर खुट्टा कस्तो भएको छ मोजा नलाएर चार्ज लगाउन फुल छ 51 हो हामी चाहिँ घुमेर एकछिन यहाँ रेस्ट हान्न बसेको दोस्त आफ्नो गर्लफ्रेन्डलाई मात्रै भन ठिक छ हामीलाई त केही छैन होइन दोस्त तिम्रो गर्लफ्रेन्डलाई मात्रै भन मैले भयो ठिक छ हामी चाहिँ यहाँ घुमेर अब यो के अरे भेडा फार्म घुमेर अब हामी जान लाग्यो कुलेखानतिर होइन केटा ल निस्क्यौँ नि त दोस्त कहाँ तिमी राइड हान्ने हो हेलमेट हान्ने हो दोस्त सिधै त्यो कुलेखानी ड्याममा पुग्छौँ नाउ चाहिँदैन दोस्त हो कि नै कि कसो गलत भनेर ल आऊ केटा अहिले हेलमेट अहिले खोल्नुपर्छ एकछिनमा अहिले खोल्नुहुन्न कति देखिरहेको छ दोस्त फोनमा हेर त हो हात देखेछ कि ह्यान्डल कति देखेछ हो त्यो
ए यो साइडको मात्रै देखिन्छ कि लगेडा हामी चाहिँ निस्किन लाग्यो कुलेखानीतिर कुलेखानी हुँदै फर्पिङ हुँदै जाने हो हामी दक्षिण काली पनि जान सक्छौँ एक दिनमा सब ठाउँ घुम्ने मान्छे पऱ्यो हामी नेपाल टुर एक दिनमा हान्छौँ फेरि उस्तै ताल पऱ्यो भने रे के ल ठिक छ मौसम दामी रहेछ हिजो पानी परेर ठिकै भयो पानीमा भिज्दै आयो त्यो भिजेर आएको फल त निस्क्यो दामी सिन हेर्न पाइयो जे होस् भ्यू सिन भन्यो फेरि भ्यू के भ्यू मेरो टिकटक आइडीबाट गएर युट्युबमा हेर्नुलाई है लिङ्क चाहिँ टिकटकको बायोमा छ ट्याक्कै युट्युबमा गएर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब हान्नु होला मेरो च्यानललाई मेरो च्यानलको नाम चाहिँ अभिषेक भण्डारा म चाहिँ भर्खर भ्लगिङ गर्न लाग्यो आज भर्खर भ्लगिङ गर्न लाग्यो यो चाहिँ मेरो फर्स्ट भ्लग हो अरे मैले भन्न सुनेको मार्केटमा हल्ला त्यही छ अरे अभिषेक भण्डारा त कहाँ भ्लग बनाउँदै हिँडिरहेछ भन्ने हल्ला छ अरे होइन कस्तो लाग्छ त्यो अभिषेक भण्डारा भन त हजुरहरू भन्नु त नराम्रो लाग्छ भन्नेवाला पऱ्यो कमेन्टमा फेरि राम्रो त भन्ने कोही छैन हेर्नु दामी छ है दामी छ बाटो पनि राम्रो छ राम्रो बाटो छ बाटो नराम्रो छैन एउटा यो बाटोलाई नराम्रो भन्ने को हो भन त यो बाटो नराम्रो छैन नि यस्तो राम्रो बाटोलाई नराम्रो भन्ने को हो त्यो मान्छे अटो आइरहेको छ कि यो बाटो नराम्रो हो र अटो हिँडिरहेको छ अटो देख्नुभयो अटो हिँडिरहेको तपाईँ चाहिँ यहाँदेखि हाम्रो कुलेखानीको यो ड्याम चाहिँ यहाँदेखि सुरु हुने रहेछ यो चाहिँ 7 किलोमिटर लामो छ भन्ने सुन्यो खै यार बाटै थाहा छैन आम्मा बाइकमा पेट्रोल पनि छैन पैसा पनि छैन आम्मा ठाउँ पनि थाहा छैन मोबाइल पनि स्विच अफ छ कसम यो के हो गुम्बा हो बाटो चाहिँ बन्दैछ कि केटा बन्दैछ नेपाल हाम्रो नेपाल विकास हुँदैछ यो बाटो नराम्रो छैन है केटा हेर फेरि ऊ अगाडि कति दामी नदी हेर त आम्मा फेरि ओह्रालो पुरै रहेछ नि त केटा बाइक ब्रेकै छैन फेरि बाइकमा हेर है ब्रेकै छैन ब्रेक लाग्दैन लगाइदिनु पऱ्यो ऊ त झुङ्गे पुलमा जाने भनेको हामी चाहिँ ऊ त तलको अगाडि हेर्नु क्या दामी देखिरहेको छ ऊ त के बनाइरहेको हो होटल दामी ठाउँमा बनाउनु लाग्छ नि कसम भने सब ठाउँको भ्यू देखिने हो नि त्यहाँदेखि हो कि नै हामी यतै जाने होला उता त होइन होला तर दोस्त त्यो झुलुङ्गे पुल त लास्टै तल छ क्या केटाहरूले त्यहाँबाट यहाँ हाम्रो भिडियो गराइदिने हो नि यार बाटो हेर्नु है डेन्जर बाटो आइसक्यो डेन्जर बाटो आइसक्यो यो मा भिडियो लामो भयो भने धेरै जिबीको पुग्दिने हो आम्मा हेर्नु त यहाँ जुत्ताको गाँड मरिसक्यो कति गएर चाहिँ हालिदिने हो मा जकाइदिने हो जहाँ पनि बाटो चाहिँ अलि ठिस छ खुट्टा नटेकेर ल गाइस खुट्टा नटेकेर हेर्न सक्नुहुन्छ खुट्टा नटेकेर राइट हान्नु सबसे बन्देर ल तल ला गाडमा ला खुट्टा नटेकेर हिलो लाग्दिएर यार हिलो चिट्टियो यस्तै हो कपडा फोहोर भइरहन्छ फेरि हाम्रो यहाँ दामी छ दामी बाटो दामी छ है यो बाटोलाई को हो नराम्रो भन्ने यो बाटो हेर्नु त यो बाटो नराम्रो हो यो बाटो नराम्रो भन्ने को हो यो बाटोलाई नराम्रो भनिन्छ यो बाटोलाई दोस्त नाका भोसडा बाटो आयो है ल अभिषेक भनेर आइसक्यो रे के अरे कि किन भन्नुपर्ने होला कि किन रहेछ नि त यो बाटोले त ल यो बाटो नराम्रो हो केटा छैन नि यो बाटो यो बाटोलाई कसले नराम्रो भनेको दामी चिक्ने बाटो चप्पल जुत्ता खोलिदिउँ क्या ल यस्तै जाउँ ल साथी बस नि त उतार्ने हो कि भयो बसेर जाने हो ल जाउँ त अगाडिसम्म ल बस हालेर जाने भने हिँड है फेरि तर यहाँ फेरि सिङ्गलै जान को हो कहाँदेखि हाल्ने हो यो मुझे जुत्ता टेक्ने ठाउँै छैन त हाल त राइडर भनेको यो राइडरले राइड हानिरहेको छ जुत्ता खुट्टा नटेकेर हेर्न सक्नुहुन्छ खुट्टा यहाँ छ यहाँ ल यो बाटो नराम्रो भन्ने को भन ल अर्को राइडर उतादेखि आइरहेछन्
ल ल ल ल भिडियो भइरहेछ ल रन्कायो लालेले हजुर या बब्बाल ल ल ल राइडर है दोस्तो कटाउनै पर्ने हो दियो 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 गई 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 दियो 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 ओए आउनुपर्छ ओए गेडा बाइक गिर्लाई पर्दैन ल ल ल राइडर है राइडर ल ल हाम्रो राइडर सर आइसकेका छन् वेलकम सर दोस्त तिमीलाई कुलेखानीमा ल वेलकम वेलकम दोस्त वेलकम ब्रेक लाग्छ कि नै कस्तो लाग्यो दोस्त मजा आयो कि नै गाडी चाहिँ ल जुत्ता गाडी हेरेर सेतो जुत्ता ल ल गाडी आइरहेको छ साइड लगाउँ यहाँ ल ल ल ल बस साथी रन्किनु पर्छ हामी चाहिँ यहाँदेखि त्यहाँ बोटिङ त्यहाँ रहेछ नि त ल जाउँ बोटिङ गर्न मन लाग्यो भने गरौँला नत्र हामी अन्त पनि यसो सब ठाउँ घुम्दै जाने भन्ने कुरो छ 12 बज्न सक्यो रहेछ हामीले यहीँ भेडाठाउँमै घुम्न 12 बजे थियो हामी यहीँ भएर चितलाङै भएर पनि धेरै ठाउँमा रोकियौँ नि त हामी मजाले घुम्दै रमाइलो गर्दै आएको केटाकेटी यो बाटो नराम्रो छैन को त्यो बाटो नराम्रो भन्ने यतिको बाटो त भइहाल्छ नि पाहाडको बाटोमा यो त धेरै राम्रो बाटो हो नि खाली बाटो नराम्रो छ अरे आमा भिडियो लास्ट लामो भइगयो यही एउटा भिडियो 10 मिनटको भइगयो के ल बाइक गाडी पनि अफ भइदिरा छैन कहाँ देखिरहेछ यो भइसक्यो यो बाटो नराम्रो छैन है ल हेर्न सक्नुहुन्छ कहाँ नराम्रो छ यो बाटो ल भन्नु त हजुर आफै यो बाटो नराम्रो छ को यतिको बाटो हुँदैन अनि पाहाडमा ए हल्का 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 के भयो ए भ्लगर हजुर भ्लगर हो सब्सक्राइब गरिदिनु कता हो केटा काठमाडौँ यता थियो नि मोइन झर्नाको यता हो क्या दोस्त पनि मेरो एक्स जस्तै रहेछन् जे कुरा गर्ने तिमीले गरौ आफ्नो गल्ती नमान्ने हो अरे उतो बाटो त्यही त भने माथिको कस्तो रमाइलो के जहाँ हेरे त्यहीँ हेरिरहँदो जस्तो हेर्नु त अनि यस्तो सिन देख्यो भने बाइक चलाउन मजा नआएर के गर्न मजा आउँछ हेर्नु त यस्तो सिन हेर्दै ल नेक्स्ट टाइम है आज चाहिँ मिल्दैन यस्तो दामी सिन के अरे भ्यू यस्तो दामी भ्यूसँग बाइक पनि अनि ट्यागको मौसम कति क्लियर हावा चिसो फ्रेस हावा कस्तो मजा आइरहेछ बाइक चलाउन पनि ल आफै चल्न यार बाइक यार मैले नचलाएर पनि चल्नु पर्ने कि म एकछिन आनन्द लिन्थेँ यहीँ बस्दिउँ जस्तो हो दामी है दामी यो चाहिँ ड्याम हो कुलेखानी ड्याम यो 7 किलोमिटर छ भन्छन् ल है केटाकेटी मेरो चाहिँ अब 2026 बाट कमब्याक भइरहेछ कमब्याक भयो अब मैले चाहिँ अब चाहिँ भिडियो के अरे ब्लग चाहिँ रेगुलर भन्नाले पनि अब यसो बनाइदिइराख्नु पर्ने अवस्था छ बनाउने भनेको यत्रो वर्ष भइसक्यो यत्रो पनि भनौँ कति वर्ष 2019 तिर लागेको है युट्युबमा अनि एउटा च्यानल थियो गेमिङ च्यानल थियो होइन जोस चढ्यो अनि त्यतिखेर मोबाइल राम्रो थिएन त्यो गेमिङ च्यानल थियो मोबाइल राम्रो थिएन भिडियो सिडियो हाल्थ्यो अनि हाल्दा त्यसमा नै राम्रै थियो गइहाल्यो थियो अनि त्यसपछि यो च्यानल खोलेको एउटा अब यहाँ त यो खोल्नेलाई मोबाइल पनि गतिलो भएन अब त्यस्तै भयो बिचमा के भयो अनि फोन राम्रो नभएर मैले चाहिँ त्यो ब्लगिङै गरेर आएन के गराउन मन त लाग्छ है गराउँ भनेर सोच पनि आउँछ खै के हुन्छ फेरि कहिले के हुन्न कहिले के हुँदैन होइन सोचेको जस्तो केही नहुने के अब कहिले के चाहिरहेको हुन्छ अनि अब योचोटि अब ल ठिकै छ नि त भनेर यसो जुगाड बानीले अनि हानिदिउँ न त अब पहिला फोन राम्रो थिएन र गर आएन होइन अनि फोन राम्रो किन्छु अनि अब भ्लगिङ स्टार्ट गर्छु भने अब त्यो गरेर पनि फोन राम्रो किनेँ मैले बिचमा किनेँ अनि त्यतिखेर घर आएन मैले त्यो फोनको डिस्प्ले उडाएँ कतिचोटि उडा भएर यो फोन किनेँ यो फोन किनेको 4 महिना भयो होइन यो फोन किनेको 4 महिना भयो 4 महिनामा अनि बनाउनु त बनाएको छु भ्लग स्लग हाल्न चाहिँ हालेको छैन गराउनु चाहिँ 4 महिना मैले फोन किनेको 4 महिनामा के अरे 2100वटा फोटो भिडियोहरू छन् के 4 महिनामा भिडियोहरू यति छन् क्लिपहरू अब हाल्ने छैन हाल्छु भन्छु फेरि खै के हो मुरै त हो भन्ने हो के हुन्छ कतिखेर के हुन्छ थाहा हुन्न यस्तै त हो
बाटो सिन हेर्दै मजा आइरहेछ। अब गराउने, अब कन्टिन्युसली गराउँ भन्नेमा छु म। अब के हुन्छ, खालि बसि नै रहेको छु यस्तै घुमेर। अब हुन्छ भने खालि एकछिन भिडियो बनाएर के हुन्छ भने गराउँ नि त, रमाइलो पनि हो, यादगार पनि भइन्छ, यादगार पनि हुन्छ होइन, यादगार पनि हुन्छ। यो अब भिडियो सिडियो सेभ हुन्छ नि त। अब यस्तो गएको थियो मोबाइलमा फोटोसोटो डिलिट भइहाल्छ, त्योभन्दा युट्युबमा राखेर अनि भिडियो हुन्छ नि एउटा। केटाहरूले चाहिँ रन्काइसक्यो अब मेरो पालो। अहिले फेरि आँखै देख्दैन, फेरि चलाउनु आयो भने फेरि ब्रेकै हान्ने बानी छैन, फेरि के गर्नु। के गरौँ झुलुङ्गे पुल नजाउँ? ए हाम्रो चाहिँ के हुन्छ भने चाहिँ यो घुम्न जाने कि प्लानै हुन्न कि कहिले पनि प्लान हुन्न। प्लान भयो भने सक्सेस हुँदैन, गइन्न त्यो दिनमा, जाने भनेको दिनमा गइन्न। अब यो हिजो पनि यो अचानक आएको क्या हामी, अब हामीलाई पनि थाहा थिएन हिजो अब हामी चितलाङ आउँछ यताउति भनेर थाहा थिएन होइन। दिनभरि बसिरहेको थियौँ, के गरौँ साँझ भेट्यो। अब किर्तिपुर थियो, अब किर्तिपुर भएर अब एकछिन किर्तिपुर जानुपर्छ भनेर गएको। अब त्यहीँदेखि चितलाङ जाउँ भन्ने भएको थियो। अनि त्यहाँदेखि अब केटाहरूलाई पनि फोन गऱ्यौँ जाउँ नि त भने, यिनीहरूले पनि ल हिँड्यौँ नि त भनेर। अनि हामी चाहिँ वहाँदेखि कति बजे 5:30 बजेतिर आयौँ होइन। 5:30 बजे हिँड्यौँ हामी त्यहाँदेखि वहाँ के अरे 3 थानादेखि 4:30 बजे 5:30 बजे हिँड्यौँ। अनि यहाँ चाहिँ त्यही अब हामी बिचमा भिडियो फोटो गराउँदै आयौँ, के गर्दै गर्दै आयौँ। हामीलाई हल्का टाइम लाग्यो, नत्र 1-1.5 घन्टाको बाटो मात्रै हो, त्यति लामो पनि होइन, 1-1.5 घन्टा लाग्यो। अनि अब त्यही त हाम्रो प्लान कहिले हुँदैन कि, अनि अचानक आउने पनि। अब हिजो पनि हामी चितलाङ घुमेर आउने भनेको मान्छे, अब आज यहाँ जोस चढ्यो चितलाङ भन्दा जाउँ नि त यो बाटो, अब के हुन्छ नयाँ बाटो नयाँ ठाउँ घुम्दै जाउँ नि त भन्यो भनेर। अनि यतादेखि आइदिएको कि हाम्रो त फेरि। अनि यो के भन्छ, अस्ति नै पनि आउनु त अस्ति नै पनि त्यस्तै हेटौडा चल्दिनु लाएको थियौँ, आधी बाटोसम्म हेटौडा पनि आधी बाटोसम्म पुग्यौँ, त्यस्तै हो, थाहै हुन्न कहाँ जाउँला। एउटा ठाउँ जान्ला भने हुन्छ अर्को ठाउँ हिँडिदिन्छौँ कि फेरि। हुन त केटाहरूको यस्तै होला, सबैको यस्तै त होला नि केटा, तिमीहरूको ग्रुपमा नि यस्तै त होला, एउटा जाउँ भन्छ अर्को हिँडिदिने, त्यस्तै त होला। हाम्रो त त्यस्तै छ है। हामी त फेरि के भन्ने हो, घरकाले यो भिडियो देख्यो भने चाहिँ के भन्ने हो यार, मम्मी म यहीँ रुममै छु है मम्मी, म रुममै छु मम्मी म रुममै छु। यो घर आउनेलाई, घुम्न आउनेलाई चाहिँ कृपया आफ्नो घरमा सबजनाले पर्मिसन लिएर आउनुला। म पनि पर्मिसन लिएरै आएको, म सोझो संस्कारी, म रुममै सुतिरहेको छु। बाइक पनि पुरै फोहोर भयो, वहाँ काठमाडौँ पुगेर वास हान्नुपर्ने हुन्छ यो हल्का। त्यही त हेरेर फोहोर तिम्रो पनि भइहाल्यो। कहाँ बाइक लिएर के दोस्त के हो फल हो? हामी चाहिँ यहाँदेखि अब निस्किएर कुलेखानदेखि, यो चाहिँ कुलेखान ड्याम, यहाँनिर फोटोसोटो खिच्यौँ अझ। यहाँ अब यस्तो घाममा के बोटिङ गर्नु, त्यो उवाला बोट रहेछ अहिले, यस्तो गर्मी त्यो हातले चलाउनेलाई बोट पनि के गर्नु भयो। यहाँदेखि जाउँ, बोटिङ सुटिङ यही रहेछ। अब यहाँदेखि रन्काउनु पर्ने हुन्छ बाइकलाई चाहिँ। कस्तो दामी बाटो हेर्नु र, 2मै तानिरहेको छ यो बाटोमा त, नराम्रो हुन्छ अनि खजाङ गुजुङमा नि। यसका यहाँदेखि जाउँ न, जाउँ हाम्रो चाहिँ यहाँ आजको ब्लग लास्टै लामो होला जस्तो छ। अब यहाँदेखि हामी चाहिँ अब निस्किनु पर्ने हुन्छ काठमाडौँतिर निस्किनु पर्ने हुन्छ केटा हो। हेर यो हल्का यो चिम माउन्ट पनि उयो भइदिइरहेको के, यो माउन्ट के यो हल्का ऊ भयो के, जहाँ पनि हालिन्छ फेरि, जहाँ पनि हालिन्छ केटा हो। बाइक सर्भिस गर्नेलाई थाहा हुन्छ अहिले हालेको चाहिँ कहाँ के हाल्यो भनेर चाहिँ, बाइक सर्भिस गर्नेलाई थाहा हुन्छ। यो सब रन्काको सर्भिस गर्नेलाई निस्किन्छ दोस्त। यो कति दिन उमा त केही हुँदैन, त्यो पिच बाटोमा चाहिँ हल्लिन्न, हल्का यो अफ रोडमा आएपछि हो।
चोट देंगे मैं का सबको चोट देंगे रे जाउँ निस्कियो है यो बाटोमा त रन्काउने हो पहिरो सहिरोको आएर चाहिँ यहाँ चाहिँ पहिरोको झर्रा आएर चाहिँ त्यहाँ रोडमा नि हल्का हल्का थियो केटाहरू कहाँ गयो अब केटाहरूले फेरि पुगिसक्यो यहीँ छन् ल हामी चाहिँ यहाँ कैलाली के अरे कलङ्की क्रस भएर हामी अगाडि आइसक्यौँ बिच बाटोमा आइसक्यौँ अब यो बाटो चाहिँ दामी छ तर यो बाटो चाहिँ चितलाङदेखि चितलाङ हामीलाई तपाईँको बल्कुदेखि टाढै पर्छ है तपाईँहरू चितलाङ आउँदै हुनुहुन्छ भनेपछि चाहिँ त्यही उताकै बाटो आउनुला ठिक बाटो पनि त्यो ठिक पनि छ छोटो पनि धेरै छोटो हो त्यहाँदेखि तपाईँले लगभग कलङ्कीदेखि 17 किलोमिटर मात्रै हो चितलाङ यहाँदेखि चाहिँ तपाईँ तिर्वलै पर्छ होला लगभग 45 किलोमिटर जति 30-35 किलोमिटरसम्म पर्छ होला जस्तो लाग्छ मलाई यो चाहिँ फर्बिङ निस्केर जाने बाटो हो हामीलाई छोटो बाटो फेरि कहाँ हुन्छ त अनि छोटो बाटो त जाँदै जान्नौ त यहाँबाट निस्केर अहिले हामीले बाटोमा चाहिँ यस्तो मजाले जानुपर्ने हुन्छ ल यहाँ चाहिँ एकछिन हल्का बाइक वास गरौँ भनेको यहाँनिर झर्ना रहेछ कि दामी होला यो कस्तो टेढो भइदिइरहेको यार फेरि कहाँ अड्कियो टायर पुरै गन्नै सक्यो एकछिन यसो बसौँ न हामी होइन बसौँ यहाँनिर चाहिँ हामी यस्तो गरेर यो पाइप रहेछ यहाँनिर त्यहाँ फोर्समा बाइक धोइरहेछन् हाम्रो दोस्तले उता बाइक वास हानिरहेछन् भयो कि जुगाडमा यसरी पनि धोइन्छ बाइक आधी बाइक चाहिँ काठमाडौँ गएर धुनु पर्ला राम्रोसँग यहाँ हल्का फुल्का धेरै फोहोर भयो कि मस्तको पानी आयो नि दोस्त झर्ना चाहिँ बब्बाल छ ल यो झर्नाको पानीले चाहिँ हामी चाहिँ बाइक वास गरेर आयो यहाँ यस्तो मस्तले झर्नाको पानीले बाइक वास हानेर आयो टाइम स्ल्याप गराउनु पर्ने हो क्या हो ल हामी चाहिँ यहाँ यो पुरन्डीभन्दा हल्का अगाडि पुगेका छौँ अहिले पुरन्डी बजारभन्दा हल्का अगाडि बसिरहेको छ यहाँनिर यसो हेर्न यो चाहिँ पुरन्डी बजार हो यो चाहिँ यसो यहाँ बसेर हेरिरहेको छौँ है दामी देखिरहेको छ भनेर यहाँ बसेर हेरेको अब हामी यहाँदेखि सिधै फर्बिङ निस्केर काठमाडौँ जान हतार भएको छ किन केटा हो फोटो खिचिरहेको छ नि मलाई चलाउनु नदिने आफै चलाउने हो किन दोस्त एउटा भाँच्छ अर्को भाँच्ने हो क्या अरे तिमीले देखेँ अरे मैले देख्ने बित्तिकै हाम फालिहाल्यो त धन्यले अरू दोस्तले ऊ गरेनन् के आहा भनेको यो भ्यू हेर्नु त धेरै टाढा जानु पर्दैन यो भ्यू हेर्न यस्तो भ्यू हेर्न त काठमाडौँ भ्याली बाहिर निस्कियो भइहाल्यो भ्याली पनि धेरै बाहिर निस्किनु पर्दैन 15-20 किलोमिटर जुन साइड निस्कियो भने नि काठमाडौँको सकियो आहा यस्तो गरेर यस्तो अरे साथी डर त लाग्यो माउन्टेन ड्यू ढर्कीमा केही छु यस्तो उल्टा काम नगरौँ है माउन्टेन ड्यू बुलेट सुताइदिने हो हामीले अब यो बाइक सुताउने बेला आइसक्यो गाइज दामी गरेर हामी चाहिँ अब यहाँ कहाँ पुग्यौँ भनेपछि ल यहाँदेखि हामी चाहिँ अब रन्काएर जानुपर्ने हुन्छ ठाडो छ बाटो चाहिँ उकालो गाडी 3मा हिँडिरहेछ यो बाटोमा त रन्काउनै पर्ने हो भनेको कति हो टर्निङ पनि आम्मामा टर्निङ लगाइ हामी चाहिँ यो अगाडि काठमाडौँ ललितपुर भक्तपुर सब देखिरहेछ हामी यहाँ अब फर्पिङभन्दा अगाडि आइसक्यौँ काठमाडौँ पुगिसक्यौँ भनौँ न कैलाली पनि देखिरहेको छु धरहरा पनि देखिरहेको छ हेर साथी सब देखिरहेको छ यहाँदेखि
ल हामी यहाँदेखि चाहिँ गइसक्यौँ उहाँको होला जस्तो छ थ्याङ्क यू फर वाचिङ भन्दै आजको भ्लग यहीँ एन्ड गर्छु म अब हामी चाहिँ काठमाडौँ पुगिसक्यौँ अब हाम्रो यहाँदेखि कहाँ जाने हुन्छ रुम जाने त होला मेरो पनि अर्जेन्ट काम परिसक्यो कि अर्जेन्ट काम परिसक्यो त्यही भएर हल्का छिटै जाउँ भनेको उता नास्ता गरेर एकछिन बस्यो ल ल हामी चाहिँ काठमाडौँ पुगिसक्यौँ अहिले चाहिँ